Guys, wait, don't scroll है त। आज चाहिँ म तपाईलाई हुन्डोल जस्तै एउटा हैन एकदमै दामी ठाउँमा पुराउन लागेको छु हैन। टक्क यो फुटबल ग्राउन्डबाट टक्क गएर हैन त्यो ठाउँ चाहिँ बेस्ट स्पट फर पिकनिक अथवा ड्राई पिकनिक हुनेवालामा छ हैन। दामी सजियोस् प्रतीक्षा गर्दै हुनुहुन्छ होला। यहाँबाट म हल्का फास्ट गरिदिन्छु गाइज यो ठाउँ चाहिँ। Then you can see the hidden जेम्स ल सुरुमै जेम्स भनेको घुरले तुरुक्क दिइहाल्यो। यो चाहिँ साँको स्थित ठ्याक्कै यो कुन हस्टल बेबी भन्न कुन हस्टल सुषमा कोइराला। सो गाइज दिस इज द प्लेस है। यस्तो दामी छ कि यो त बस सुरुवात है होइन। अगाडि झन् यस्तो दामी ठाउँ छ। द ओन्ली द स्पट you can't find in other places के only one हुन्छ नि त्यस्तै के। सो गाइस तपाईँहरू चाहिँ बाइकै रोकेर टकटक होइन यो जङ्गलको बिचबिचबाट हिँडेर जान सक्नुहुन्छ। म चाहिँ अब बाइकै लिएर जान्छु होइन। इफ यु वान्ट यु अल्सो क्यान। यहाँ चाहिँ भर्खरै धान रोप्ने सिजन भइरहेको रहेछ यस्तै के टक्क ड्राई पिकनिक आउने होइन। सो द प्लेस इज दिस चराचुरुङ्गीहरू अनि होइन। दिस इज वान अफ द अन्डर रेटेड प्लेस होइन। अन्डर रेटेड भनौँ कि अनसिन प्लेस भनौँ होइन। यो ठाउँमा त्यत्रो आएँ म तैँले पनि सो गाइस यु क्यान सी है। हुन्डोल त देख्नु भयो तर यो ठाउँ तपाईँलाई यता छेउ गएर खोला पनि देखाउँछु म गाइस। यहीँ छेउमा खोला छ टक्क बसेर यु क्यान इन्जोय द भ्युज। अनि है गाइस यहाँ प्लास्टिक कुरकुरे के फालिरहेको रहेछ यस्तो फोहोरहरू चाहिँ नगरिदिनु होला होइन। आफूले खान त पाइयो तर फोहोरहरू चाहिँ आफैले लिएर जानुपर्ने हुन्छ है गाइस। सो गाइज यही हो ठाउँ चाहिँ है दामी छ। डु भिजिट गाइज तर फोहोर चाहिँ नगरिदिनु होला है। जिन्दगी मेरो कि जुन्छ